गर्नु त बन्द रहेछ छ्या पोपट भयो अब हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी कतै डाँडा जान आँटेको चटपटी खाना होइन अब कपालले हेर्नु न मा भर्खर सुतेर उठेको दामी छ है कपाल चाहिँ के भन्छ मुख दुधे हुन्छ यहाँ फर्स्ट क्लास रेडी विथ मी बनाउने हो भिडियो आन्टी ओ माई गड लभली आएर नुहाउनु पनि पर्नु कपाल बनाउँ न साग पनि कस्तो देखिरहेको कस्तो बुल्ला जस्तो देखिरहेको जाने नि त अब ओकेन नि त आएर दाउरा पनि काट्न जानुपर्ने अरे म त लाग्दो बुल्ला सो गाइज हामी चाहिँ हिँड्दैछौँ होइन कतै डाँडा चटपटी हान्न कति रुपियाँ बोक्नु भनिदिँदा ठ्याक्कै 500 सक्दिनँ हो तिम्रो हो के त अब सक्ने मानिस हो मलाई थाहा छैन अब पैसाको धनीले हो भन्नु पर्यो त के गर्ने सक्ने कि राख्ने सक्ने भए पनि सक्नु तर फेरि पार्टी हान्न पाइँदैन नि त के को पार्टी तिमी फेल हुने हो चिया पकाउनु पर्छ त आइया चप्पल पनि मैले त फाटेको लगाइरहेको छ हेर्ने हो माया चाहिने सोधेर आउनु ल के नचल्ने भए चाहिँ के नखानु कहाँ हामी कहाँ जाने कस्तो दामी भ्यू छ है तर त के जानु अस्ति क्या होइन मैले भिडियो बनाएको थिएँ नि वेलकम टु माई भिलेज भनेर हामी यहाँबाट गएको क्या ठ्याक्कै त्यतिखेर चाहिँ उतैमा आएको थिएँ क्या म अनि देखाउनु पाएको थिइनँ यहीँबाट सर यता गएको उहाँ चाहिँ मेरो मामाले हो अहिले चाहिँ यता बस्नु नै तल बस्नु छ अनि आस्ते हामी गएको थियौँ नि हो त्यही हो यस्तो छ ऊ माथिको चाहिँ हाम्रो घर हो परको हाम्रो घर हो यता बाख्रीबास बजार अनि यता चाहिँ हिले बजार यता चुम्बाङ हजुर हेरिसक्नुभयो तपाईँहरूले होइन दाम चाहिँ सिन मिठो भयो चटपटी मिठो भयो सुखाइ चाम चल पल्दिँदै चटपटी पानीपुरी होइन यता आउनु नानी यता चाहिँ अया गले कसो भयो त मिठो चलपल दिँदै यो पनि किनिहालेँ बटारे किनेर खाइसकेँ कति छिटो जस्तै हाल्नुहुन्छ र भुजामा नुन खोर्सानी हालेको हुन्छ हजुर अब जति सजिलो आउँछ अब त्यति गाह्रो हुन्छ खाएको भन्छ गलिसक्यो कति भयो हाम्रो अब राख्नु
70 80 90 100 200 300 400 राख है हो को बट्टावाला चाहिँ थियो न रात्रि कति रुपियाँ अरे 10 रुपियाँ अङ्कललाई साह्रो मनपर्छ नि अब चटपटी लगिदिनु भरेसम्म उसी जान्छ नि त पहिलेदेखि खान्छ सलाङ्गा लसुन पापी हामी चाहिँ फेरि ऐसोली खाँदै यो जतिको मिठो फल त कुन हुन्छ र होला होइन त्यतिकै फलिन्छ उयोमा जहाँ पनि मिठो थोडा हुँदैन फेरि क्या मिठो हुन्छ है नेचुरल है हातमा देखाउनु दामी छ फाइनली हामी चाहिँ आइसक्यौँ होइन घर तपाईँहरूलाई म देखाउँछु कुन ठाउँ गएर आएको कहाँ गएर आएको भनेर यहाँ ठ्याक्कै हो त्यहाँ गएर आएको ठ्याक्कै त्यहाँ गएर आएको है हामी चाहिँ गलियार अब चाहिँ सुक्दिने हो A few moments later. हामी चाहिँ आज घुम्न लाग्दिएको होइन आन्टी हो कि भन्नु न अब घुम्न हिँडेपछि त भिडियो बनाउनु पर्यो होइन भिडियो नहालेको पनि मैले भिडियो नहालेको पनि 1 वर्ष हुन आँट्यो अब त्यस्तै हो हामी चाहिँ यता माथिबाट पनि जान सकिन्छ तर हामी यताबाट जाने वा यताबाट जाने भने त छिटो पुगिन्छ उकालो चढ्नु पर्दैन यत्रो हो कि भन्नु न होइन भने होइन भन्नु न भोलि टावर जाने होइन जान आँट्यो साँच्चै भनेको त भोलि टावर जाने बादल पारीको देशमा टावर पनि यही उता के अरे ताल पनि यही होइन त्यस्तो हुँदैन नि त्यस्तो हुन थाल्यो भने त म घरै छु आन्टी हो त पहिला कस्तो टाइट हुन्छ यो वेस्ट अब दिनरात गेम मात्रै खेलिरहेको भात पनि छैन हो कि न त खाँदैन भने के भयो के भएको डाइटमा पनि अघि बिहान भाइले भन्दै हुन्थ्यो डाइटमा बसा छ भनेर मलाई पनि होइन आमालाई भन्दै हुन्थ्यो त्यस्तो होइन नि राति 4 बजे सुत्यो अनि बिहान 12 बजे उठ्यो हिजो त 3 पो बजेको त डेली रुटिन बाबाले हेर्नु भने कट्टा हेर्नु पो हुन्छ त म कम्ता हुन्छ हात दुख बादल पारेको कसको घरको त म त्यस्तो जाडोमा पनि कस्तो पसिना आएको गर्मी हुन्छ यत्रो बक्कु लगाएर हिँड्छ एकैछिनमा होस् एकैछिनमा घाम लाग्छ कि धुएर हो क्या म त कस्तो गोरो भएछ है घरदेखि यहाँ निस्किँदै पसिना आइसक्यो मान्छेको पसिना त छोडिदिउँ न आया हात दुखो कति पछाडि यसरी पक्रिँदैछु आया कसम भनेको कि चप्पल 6 सालमा भयो यहाँ चाहिँ गौतम बुद्धको उ त छ है के अरे यो मूर्ति गौतम बुद्धको मूर्ति ठुलो छ है अहिले त्यता पनि जाने हो छोटो छ क्या घाम लागिरहेछ यार काली हुन्छ भनेर छाता पनि लिएर आउनु भएको छ अनि सक्छ हो कि न कत्रो घाम लाग्यो कि एक्कासी फेरि अहिले चाहिँ हुस्सै लाग्दै थियो गोजी त्यत्रो फुल्लिनु होइन होला के हो ज्याकेटको छैन छ त ज्वरो हो नि
बादल पारेको दे कस्तो भरे भिडियो आइहाल्छ म 2 हप्ता पछाडि हाल्दैछ यार आम्मा 2 हप्ता भनेको घरमै थियौ घरै बाहिर निस्केका थियौँ कोठाबाट उठाइ पनि 11 12 3 बजे हुन्थ्यो अस्ति त 4 बजे पो त अनि भात खुवाइ पनि त्यतिखेरै न बिहानको न बेलुकाको एकैचोटि नास्ता खाए जस्तो हो कि न नास्ता पनि त्यतिखेर खान्छ 4 बजे उठ्यो भात खायो अनि फेरि सुत्यो अनि फेरि एकैचोटि भोलिपल्टको 4 बजे होइन घाम लाग्दैछ नि यहाँ चाहिँ हुस्से लाग्यो म खत्रै रहेछ त यार सक्छ नि ल भन्न मान्छे त टन्नै हो क्या नि होइन भने यहाँ के अरे संसारी एयरलाइन्स म नाम पनि संसारी एयरलाइन्स सक्छ नि को चढ्ने आइहाल्नु है म उडाउन बस्न आँटेको को आउने हो आइहाल्नु प्लेन टिकट 150 रुपियाँ हुँदैन नि ठुलो हुन्छ नि भन्दा टिकट काउन्टर यहाँ 150 रुपियाँ लाग्यो यहाँ चाहिँ हाम्रो ताल छ होइन त्यो भित्र चाहिँ कसले छिराएछ हौ त रुख हो पहेँलो निलो हरियो सब भएछ त पानी त टिकटक चल्दैछ टिकटक चल्दैछ टिकटक उयोमाथि चढ्दिनँ म चढ्छु अब ड्याङडुङ गएर लब्लीसँग चढ्छु ओफ गर्मी भयो होइन उयो माथि टावरमा चढ्दैछु ल्याम्मै डर लाग्दैन त्यहाँ माथि चढिदिन्छु अब म ऊ त्यो माथि म्याक्सम डर चाहिँ अति लाग्छ होइन यतापट्टि एउटा ताल उतापट्टि अर्को ताल यो यहाँ चाहिँ दुईवटा थियो काटेर एउटा बनाएको होइन आन्टी हो कि न अन्त यहाँ एउटा ताल छ उतापट्टि अर्को ताल यस्तो म हावा चल्दैछ अहिले चाहिँ होइन संसारीमा आयो विचित्र अनि तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो धनकुटा पाख्री पासमा पनि यस्तो ठाउँ छ भनेर अब चाहिँ त्यो माथि टावरमा चढिदिन्छु क्या म दामी लास्ट उ त्यो टावर लभलीसँगले म चाहिँ यहाँ माथि लाग्दिन्छु होइन अब माथि कत्रो हल्लिन्छ क्या सेट माउन्टेन ड्यू डर्कीमाकी अरे भाइ माउन्टेन ड्यू डर्कीमाकी आँख अरे कत्रो हल्लेको ब्रान्डी चाहिँ उहाँ तल हुन्छ म चाहिँ यस्तो माथि चढिदिएको छु क्या दामी आइया कस्तो हल्लेको क्या हावा त्यस्तै चलियो त्यहाँ गौतम बुद्धको फोटोमा पनि खिच्दैछन् यता ताल यता ताल यता ततै तालै ताल अनि अब चाहिँ म लाग्दिएको अब झर्नु पो कसरी त यार उहीमा डर लाग्यो म चाहिँ तल पनि उत्रिसकेँ कि खरायो रहेछ हौ वेल डन माई बोय म चाहिँ त्यहाँ उनी यस्तो डर लाग्यो नि खरायोहरू रहेछ नि लभली यार तपाईँको गाडी छ त बाटो तपाईँको गाडी यत्रो ठुलो झन्डै छिरो खुट्टा
बाची सकेको छ घर आइएमे यो चट्टै गऱ्यो यार ऊ मङ्की किङ सुतिरहेको देखि के हो यो वाट इज दिस केही पनि छैन त यहाँ त ल यो चाहिँ के हो यो चाहिँ कालिज हो यो वन कुखुरा हाम्रो चाहिँ त्यहाँ माटिको पनि मूर्ति छ यहाँ चाहिँ शिवजी सक्छ नि अल्छी लाग्दो अरे क्या हाम्रो शिवजी पनि देखाइदिनु चट्टोसँगले एकचोटि सेनामाटी छ यहाँको आउने हो पाखरीबास जिममा होइन अनि तपाईँहरू जिउ घटाउन सक्नुहुन्छ आएर होइन भने के हो अब चाहिँ हामी पछाडिको गेटबाट बाहिर निस्किसकेको छौँ माथि जानु त्यहाँ चट्ट घुमेर घर फर्किँदा पात कस्तो छ है चट्टसँगले हेर्नु होला मेरो भिडियो चाहिँ होइन ढिलो आएकोमा के गर्नु त अब माफी भ्युज पनि घट्दो रहेछ यार त्यो A few moments later. त्यस्तो हुँदैन कि आन्टी यताबाट गुम्बा पनि पुगिन्छ नि त त्यहाँबाट पनि त पुगिन्छ नि गुम्बा ए भोजपुर जाने भोजपुर लाग्दैन भोजपुर जाने बाटो चाहिँ यहीँ तलतिर हो क्या लाग्दिहाल्नु न यहाँदेखि भोजपुर गाडी बस्छ होइन गाडी बस्छ अनि यहाँबाट भोजपुर लागिन्छ क्या हामी चाहिँ यत्रो उकालो चढेर होइन यहीँ तलतिर हो क्या भोजपुर जाने बाटो चाहिँ यहाँदेखि तलतिर अब यहाँदेखि हामी माथि जाने हो अनि तल देखाउँछु म बिस्तारै अब यस्तो देखाइदिन्छु कि हेर्दै गर्नुलाई भिडियो चाहिँ कस्तो छ हाम्रो यहाँ कहाँ छ तिमीहरू हाम्रो पटेला कहाँ रहेछ दामी केटाहरू चाहिँ दामी खेल्दैछन् होइन बलहरू यति चाहियो कि अनि के पनि गर्नु हौ एक्सपोज हानिदिनुपर्छ अङ्कललाई पनि ल हामी चाहिँ माथि आइसक्यौँ होइन आए यस्तो छ हामी माथि गुम्बा छिन आँटेको यस्तो हावा चलिरहेछ नि कसम भनेको हिमाल चढे जस्तो फिल भइरहेछ मलाई गलेर मर्नु भइसक्यो अनि अब चाहिँ माथि गएर एकछिन बिसाउने अब खै कहाँ हप्सीहरू सब हप्सीहरूले अरेको अब चाहिँ यहाँदेखि यस्तो यहाँबाट जाने अब टक्क छ मैले कपल्सहरू छ नि त माथि त एक्सपोज हाल्नु हुँदैन कपल्सहरूलाई म कत्रो हावा चलेको अनि खुसीको खबर कोही मान्छेले लाइक हाने क्या पोस्ट जुवा पनि हुँदैन अनि गाइस अब चाहिँ हामी गुम्बाबाट माथि लाग्न आँटेको कि झोला छ नि त यहाँ झोला बोक्नु परेन जम हावा चाहिँ माक्छम यस्तो चलिरहेछ नि उडाउँछ होला हौ 1-2 दिन एकछिन बस्यो भने अनि
अब चाहिँ माथि लाग्दैछौँ हामी होइन अनि अब के भन्नु त यस्तो छ झोल अलिक डिस्टर्ब गर्नु हो त अब चाहिँ लाग्ने हो घाम लाग्यो बल्ल मेरो फोटो खिचिदिनु भएको अरे यस्तो भइहाल्छ नि आम्मा छ्या मोबाइलै फ्याँक्दिनु जस्तो हावा खिचिदिनु भयो क्या आन्टीले मैले त्यस्तो खतर खिचिदिएको थिएँ गल्यो हैट यत्रो सिडी चढ्नुपर्छ अनि यत्रो सिडी चढ्दै आउनुपर्छ यत्रो गर्नु हैट म पनि बनाउँछु है संसारी माया विचित्र खैको कसको के हो होइन गुम्बा हुन चाहिँ हो यहाँ चाहिँ मान्छे चलाउँछ यहाँ चाहिँ जलाउने ठाउँ हो होइन अनि अलिक के हो आन्टी यहाँ त मान्छे चलाउँछ होइन मान्छे चलाउँछ अब हामी उहाँमा जाने ऊ त डाँडामा उहाँ जाने हो अब नन के झरे क्या सामान हल्का हो त A few moments later. अब चाहिँ मलाई नि सिडीदेखि यस्तो नफरत हुन थाल्यो नि यहाँ पनि सिडी नै यहाँ पनि सिडी नै कति चढ्ने सिडी यहाँ अनि यता चाहिँ के हो यो त्यसमा आन्टी चाहिँ उहाँ पुगिसक्नु भयो यस्तै हो अब नफरत हुन थाल्यो यो सिडीदेखि मलाई यता चाहिँ बस्छु कता हो आन्टी यता नाम थाहा छ आन्टी नाम थाहा छ यता हाम्रो डेस्टिनेसन चाहिँ आउन आँट्यो मान्छेहरू त चढ्न छ नि त मेरो त खुट्टाले नि म चाहिँ यहाँ बस्छु त चाहिँ भनिसकेको थिएँ हजुर अझै पो छ त सिडी त रानमती सिडी आम्मा म त छाती पोलिसक्यो यार आउने जाने भनेको म एकछिन सुत्छु अस्ति त उहाँ 3 बजे जाँदाखेरि क्या त्यो माथि मन्दिरदेखि यस्तो तल यस्तै भिड छ नि त त्यहाँनिर डङ्गा गाडेको रहेछ चिप्लेर मरिने खालको क्या एक्सपो छान्दे कपाल खाँदै जानुपर्छ खानु दिन्छ खानु हुँदैन यताको खाने तर खिलाउँछ यता होइन खानु हुँदैन अब माथि कहाँ छ कपाल मैले त जिन्दगीमा खाएको छ कि खाएको जस्तो चाहिँ लाग्छ ए काफल होइन अर्को त्यही त आइसक्यो पो त काफल त रातो रातो निलो निलो हुन्छ गुलियो हुन्छ त पाकेको गुलियो हुन्छ होला ए उ त्यो जस्तो किम्बु जस्तो हजुर एकछिन हामी लग्दिनु कसको झोला हो होइन त्यो परको भ्लगमा देखिहाल्यो भने सब्सक्राइब चाहिँ हानिदिनु होला होइन तपाईँको झोला मैले एक्सपोज गरिदिइसकेको छु क्या म चाहिँ यहाँ आइसकेको छु टावर फाइनली भित्र
एक्सपो हानिदिउँ न कसले यति साह्रो फुटाएको भित्र बन्द छ क्या बन्द रहेछ यार केटीहरूमा टिकटक बनाउँदैछ टिकटक फोटो के गर्नु त बन्द रहेछ छ्या पोपट भयो अब हस् एक्सपो यार तालचा लगाएको रहेछ यार छ्या यार छ्या भयो यार हाम्रो क्या माथि चढ्छु भनेर आएको थिएँ यार पोपट भयो आन्टी पोपट भयो बन्द भयो खरी खरी ढोसु नभने अब म चाहिँ बसेँ गाइस तपाईँभरि आउनु सक्नुहुन्छ यहाँ जङ्गलमा मङ्गल हान्न ऊ ऐसेलुमा कसम यताबाट यो ब्रान्डसँग मेरो होइन यसो कोल्याप्स हान्नु पर्यो यो ब्रान्डले मलाई कोल्याप्स हान्नु पर्यो है ल तपाईँहरू चाहिँ त्यहाँ ढुक्नेले खाउनु ढुक्नेले हाम्रो पेट चाहिँ नदुखाइदिएर अब चाहिँ हामी यहाँबाट हिँडेको होइन अब बस्यो नि त धेरै बेर धेरै बस्नु हुँदैन होइन घरमा फेरि कट्टा कट्टा हान्छन् कट्टा त्यसैले अब चाहिँ जान आँटेको अब छिटो हावै त्यसो छ त मदन आए त कसरी हुन्छ त होइन अनि अब के भन्नु किनकि अब आधी घन्टा लाग्छ घर जान ठिकै छ अब काफल खाँदै जाने हो यहाँबाट एउटा भिडियो बनाउनु पर्यो अनि घरि घरि टुस्किने पनि आखतरी मार्छौ किसानी अब अनि एक्सपो जानिदिउँ न गाइस हामी चाहिँ अब घर जाँदैछौँ होइन अब तपाईँहरूले भिडियो हेरिहाल्नुभयो हाम्रो भिलेज टुर अब भरे भ्लगमा भरे आइहाल्छ युट्युबमा होइन सबैजना हेरिदिनु होला टिकटकमा फेसबुकमा इन्स्टामा सबैमा आउँछ हेरिदिनु होला त्यसै साथमा आजको लागि यति नै भन्न चाहे थ्याङ्क यू फर वाचिङ फेरि अर्को नयाँ भ्लग लिएर आउनेछु एक दुई दिनमा हेरिदिँदै गर्नु होला ल त बाई बाई भनिदिनु बाई सबैजनालाई बाई ल